हेलो के छ गाइस हेर्नुहुन्छ 220 को सिसा फेर्न लागेको हेर्नुहुन्छ माथिको सिसा फुटिसकेको छ हेर्नुहुन्छ म यसमा नयाँ सिसा हाल्छु पुरै यसलाई एकदमै सफा गर्नुपर्छ पहिलाको सिलिकोनहरु हेर्नुहुन्छ मजा तरिकाले पखाल्नुपर्छ सिसालाई यो कालो जुन छ यो त पुरानै लाग्छ माथिको सिसा चेन्ज गर्छु हेर्नुहुन्छ यसलाई एकदमै राम्रो तरिकाले एकदमै साफ गर्नुपर्छ अन्त राम्रोसँग बस्दैन यो राम्रोसँग नबस्यो भने फेरि पानी छिरिहाल्छ त्यसमा हेर्नुहुन्छ यो नयाँ सिसा कस्तो टल्किरहेछ पुरै खल्ता तरिकाले यसमा हाल्नुपर्छ पुरै क्लिन गरेर हेर्नुहुन्छ अब यसमा म यसलाई खतरा तरिकाले हाल्छु सिलिकॉनले खतरा तरिकाले यसमा सिलिकॉन हाल्छु त्यसपछि हाल्छु फुल भिडियो हेर्नु होला गाइस हेर्नु त कस्तो दामी लागिरहेछ एउटा मात्रै माथिको सिसा चेन्ज गर्यो भने पुरै नयाँ लाइट भइसक्यो तपाईहरुको पनि सिसा फेर्ने छ त हाम्रो पसल भिजिट गर्नु होला गाइस हामी मात्रै सिसा पनि फेर्छौं यहाँ बाइक छैन एउटा भाइले ल्याएछ हेडलाइट मात्रै खोलेर ल गाइस यस्तै हो हेर्नुहुन्छ यो सिलिकन छ यो सिलिकनले राम्रोसँग टाल्नु पर्छ त्यसले खतरा तरिकाले हेर्नुहुन्छ पुरै म टाल्दिएछु अलिकति पनि ग्याप छैन न त अलिकति ग्याप भयो भने फेरि पानी छिरिहाल्छ भित्र हैन एकदमै खतरा तरिकाले काम आछ अब यो गरेपछि यसलाई फुल टाइट गरेर राख्नु पर्छ घाममा 1-2 घण्टा जति किनकि राम्रोसँग यो सेट हो लगाइ भिडियो राम्रो लाग्यो भने भिडियो लाइक कमेन्ट गरिदिनु होला गाइस हाम्रो लोकेसन रहेछ काठमाडौँ बालाजु खोलाको छेउमा हो गाइस हेर्नु होला पसल हेर्नुहुन्छ एमके फेमस मोटरसाइकल वर्कशप